काका घर जानु भन बाटो आला आई 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 ल चुवासा पनि छैन कोला भयो नाको बुझ्दैन उरो होला यहाँ भन्छ ल ए रक्सी त काकालाई नलगी हुँदैन रक्सी नरा त्यो बौलाई दाइको छोरी आइछ दसैँका बेला जाँड खाएर आइछ लु भाले यहाँ छोपौँ यहाँ भाले छोपौँ मैले भाग्छ यो चाहिँ के हो फेरि कसले खान्छ दसैँका बेला रक्सी लाइहालौँ लु खुर्कमा यहाँ बसिहाल त हौ नौदुर्गा भवानीले यसलाई रक्षा गरून् जाँडबाट छुटाउन् हुँदा हुँदा मलाई पनि पो रक्सी लिएर आइछ यसले त मैले कहिलेदेखि खान्छु नखाने मान्छेलाई रक्सी बोकेर के गरेको यो कसैले जुवाले खान्छ कसैले सुवाले खान्छ के त नि भाले लिएर आइछ फेरि नै दिनु पर्यो दसैँ सकिसकेपछि अरू हुन्छ त जमरा नि सकिन लाग्छ ल ल भाइले मैले हुनु राम्रोसँगले जानु नदिएला फेरि राम्रै नर्दे क्या काकाले रसी हान्दा पुग्छ पहिले यत्रो दिँदैन त कति धेरै दिएको त है लु यसरी हल्लेर हुँदैन है खुरुक्कन घर घर त्यो भाले कहाँ लागेको फेरि काका यो भाले ठुलो कान्छ काकाको घर लान्छु के तपाईँले रक्सी खान्न भनेको होइन त्यसैले उता खान्छ नि त ल हेर बाउलाईले भाले पनि लिएर गयो लोकल नै रहेछ जस्तो थियो मासु त खान हुन्थ्यो नि पैसा नि लिएर गई भाले नि लिएर गई के काकाकोमा लान्थे बेचेर खान्छे होला अब